हामीहरूको होइन मानव एभरेज लाइफ कति हुन्छ 80 वर्ष होइन त्यो पुग्दैन 60 मलाई 60 भन्दा माथि त जिउनु 60 भन्दा माथि जिउनु छैन तर मानव न 80 वर्ष बाँचियो 80 वर्ष एभरेज लाइफमा हामी 4वटा पेज छन् है 20 मतलब 20को एज 20 हुँदासम्म हामीहरूलाई केही गर्न सक्दैनौँ गर्न सकौँला होइन धेरै कुरा गर्न सकौँला तर आफ्नो खुट्टामा चाहिँ उभिन सक्दैनौँ नि त जे भए पनि 20को एज त्यस पछाडि हो नि त उभिने बेस जस्तै भइहाल्यो 20को एउटा पेज चाहिँ ल 20को एज जतिमा सक्यो होइन अझै 3वटा पेज बाँकी छन् एउटा 3वटा पेजमा ल एउटा पेजमा चाहिँ हामीहरू कमाउँला खाम्ला घुमाउँला रमाउँला होइन कमाउँला घुमाउँला भन्ने त हुन्न त्यो अर्को पेजमा होइन अलिक गाह्रै हुन्छ त्यो 20 to 40 सकिन्छ 20 to 40मा घुम्न सक्यो अब त्यही लक रहेछ भने चाहिँ अलिक बढी पैसा कमाएला घुम्नेला है त्यस पछाडि 60को एजसम्म घुम्नेला लाइफ पार्टनरहरूसँग यताउता साथीहरूसँग जोसँग इन्जोय गरेर यताउता घुम्नेला मेमोरी गरेर कलेज राखेला लास्टको 20 वर्षको त यति घरमै बस्ने पेन्सन छैन फेरि मुखमा म्या भन्ने आउँछ कि मुखमा म्या भन्ने अलिक बढीको आउँछ कि कता हान्दैन त अनि हामी पेन्सन खाने टेन्सन अलिक भइहाल्यो क्या टेन्सन भन्दा नै अलिक त्यो लास्टको उसमा चाहिँ लाइक जुन हामीले अगाडिको जुन पेजेसहरूमा जुन दुनियाँ छन् रमाएको छन् होइन रमाएको यताउता सबै गरेको लाइक कतै न कतै क्याप्चर गरेर राख्छ मतलब मेमोरिजमा हुन्छ नि त अब पास त बिर्सिने हेर तिमीलाई हिजोको भर्खर के गरेर सबै कुरा याद हुनु त्यो मान्छेको नेचर होइन कतै क्याप्चर गरेर राखेको छ यताउता छ भने पिक्चर त्यो लास्टको पेजमा गएर हेर्दाखेरि कस्तो म्या गरेर थियो जस्तो लाग्छ कस्तो मजा आउँछ होला कि सोचेन अब त्यो एउटा मतलब हाँसो मजाकमा नल्यो होइन एउटा सिरियसली के एउटा डिप थिङमा सोचेन कस्तो होइन त्यो म्यालाई छोड होइन त्यो सोचेन कस्तो मजा आउँछ होला कि आउँछ मैले अहिले पनि होइन तिमीले पहिलाको लगभग 8, 7, 8को भिडियोहरू लगभग जहिले पनि 8, 9, 10को भिडियो हेर्दा नि अहिले बोल्या सुन्दिनँ कि होइन साँच्ची हो त्यो ट्रुथ नै हो लाइक अहिले 10को फोटोहरू हेर्दाखेरि आफू बच्चासँग बेलाको फोटो सम्झिँदाखेरि है कसैले दाइहरूले राख्दै हुन्छ नि त्यस्तो फोटो हेर्दाखेरि नै कस्तो खुसी लाग्छ कि त्यो झलकै आउँछ म त्यो दाइले एउटा फोटो राखिदिएँ मेरो ठुलो मम्मीको छोराको मेरो मलाई आफैलाई नचिन्ने होइन पछि यसो सोचेँ है त्यही मोमेन्ट याद आयो क्या त्यो जुन होली खेलेको टाइमको भिडियो थियो त्यो मोमेन्ट याद आयो कसम यस्तो त्यो त्यति बेलाको फिलिङ त एक्सप्रेस नै गर्न सकिन्न त्यो चाहिँ एउटा त्यो फिलिङ चाहिँ अति बवाल लाग्छ त्यो फिलिङ लाइक आफ्नो पास्टलाई सम्झिँदाखेरि आउने जुन फिलिङ अब जस्तै सबै फिलिङ राम्रो हुन्न फेरि जस्तै केही कुरा गर्न खोजिरहेको छ अहिले प्रेजेन्टमा रोकियो अब पछि गएर फ्युचरमा गएर अब त्यो याद गर्ने बेला होइन रिग्रेट भयो भने त्यो फिलिङ चाहिँ नराम्रो हुन्छ नि त नराम्रो त्यो चाहिँ नराम्रो राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ फिलिङहरू यस्तो भयो होइन तिमीलाई कहिले यस्तो लाइक कतै टाढा जाने बेला कि होइन कोही बोलिदिए हुन्थ्यो जस्तो फिल लाइक हुन्छ नि यो मान्छे बोलिदियो भने मलाई यतिको मतलब मोटिभेट टाइपको हुन्थ्यो यताउता टाइपको फिल हुन्छ कि नै भन्दा जस्तै 10 क्लास पढिसक्यो होइन तिमीले अब यता काठमाडौँ आइरहेको छ नि त 10 क्लास पढिसकेपछि अनि त्यति बेला लाइक तिमीले चाहिँ कसैलाई बोलायो कि नै म योसँग बोलिरहेको छु टाइपको फिल हुन्छ नि त अब तिमी कोहीसँग बोल्थ्यौ त्यो आफ्नो ठाउँमा चाहिँ होइन लाइक त्यही पनि अरू अब जस्तै आमा बुवालाई चिन्ता भइहाल्छ आमा बुवा बोलिहाल्नुहुन्छ अरू केही अलि धेरै हुन्छ नि जोसँग भयो भने मतलब यो बोलिदियो भने चाहिँ मलाई हल्का मोटिभेटेड फिल हुन्छ टाइपको थियो कि नै मतलब त्यो फिल थियो कि नै फिल गऱ्यौ कि नै भन्नु खोजेँ कि गरेछु यहाँदेखि अहिले घर जाँदाखेरि पनि होइन लाइक घर गयो भने पनि चाहिँ घरमा सबैसँग भेट हुन्छ नि त त्यति बेला नि लाग्छ नि त यो त्यति बेला नि लाग्छ क्या यस्तो बोलिदियो यो बोलिदियो नि हल्का मोटिभेटेड हल्का मनै खुसी हुन्छ क्या त्यो कसम भने त्यो फिलिङ चाहिँ एउटा अति रेयर फिलिङ हो क्या कसम
हुन्छ होइन अलि राम्रोसँग अलि राम्रो बनाउनु पऱ्यो हुन्छ हात दुख्यो यार होइन नै जो पो होइन कस्तो मजाले के चिलमा है हाँसेर बोलिदिरहेको छ त्यो त केही नगऱ्यो जसरी आउँछ अलिकति मनमा डर भन्ने कुरा हुन्छ नि यार अन्त पुजले भन्छ नि होइन एसी बन्द गरौँ न एसी चालु गरौँ न मलाई गर्मी भइरहेको हुन्छ होइन बन्द गरौँ न मलाई कस्तो जाडो भइरहेको हाँस्दै हुन्छ अनि त्यो अलिकति हुन्छ नि यार बोल्ने तरिका अलिकति डराउने हामीहरूलाई कस्तो भने बच्चामा हल्का हल्का सानोमा बच्चामा नि नौमा पढ्ने बेला है 10 रुपियाँ चोरे बेला बाउले अगाडि राखेर भन्ने बेला टाउको तल गराएर बोल्थ्यौँ त्यो त्यत्रो अपराध गरेर त्यो अगाडि गएर पुलिसको अगाडि त्यस्तरी बोलिरहेछ हाँसिदिरहेछ अब यार त्यतिको लाइफमा त्यतिको कन्फिडेन्स चाहिँ चाहिन्छ यार हामीलाई यहाँ बाटोमा हिँड्ने बेला मोबाइल समाउन लाज लाग्छ यार त्यसले त्यहाँ गएर त्यसरी बोलिदिन्छ भने अझ त्यो नगरे नि हो त्यसले मतलबै छैन कि त्यो सोचिरहला क्या नाबालकै छु मलाई कसैले केही गर्दैनन् जाने हो बस्ने हो धेरै बसाए ल 15-16 वर्ष जेल हाल्ला 10 वर्ष जति जेल हाल्ला केही गर्दैन जस्तो माने होला कि त्यसले कस्तो हुन्छ खै के हो अनि त्यो अर्को के आयो नि उता त्यो जग्गा एकदम तिमीलाई यसरी घुमाएर छोडेर आउँछु अर्को के छ नि उता कि नै सङ्घमुलमा त्यो दाङको केटालाई मारे होला थाहा पायो कि नै कहिले सङ्घमुलमा दाङको केटालाई मारेछन् नि के गरेर चक्कु हानेर कहिले चाहिँ खै कुन तराईतिरको केटाहरू हुन् हान्ने चक्कु हान्ने चाहिँ झगडा पऱ्यो होला कि केही भयो होला खै दाङको केटालाई हान्दैछन् केटो मरेछ होइन केटो मऱ्यो उता आमालाई न्युज सुनाएर चाहिँ आमा पनि सकमा मर्दिनु अब के भन्नु अब त्यो बाउ विदेश छ विदेशबाट आउनु बेला कस्तो हुन्छ होला बाउलाई न आमा छ न छोरा छ आमा कसरी मरेको सकमा के बुझेन कति माया आफ्नो छोराको कति माया हुन्छ त्यो माया सुसाइड होइन क्या त्यो लाइक केही कुरा सुने सकमा हार्ट एट्याक टाइपको आयो होला मर्दिनु अब के भन्नु अब त्यसको के म त नजिकै थियो होइन अब दाङ भने सल्यानदेखि हाम्रो ठाउँदेखि त कति टाढा हो होइन म त कोही आफ्नो केटाहरू हुन् कि भनेर हल्का डराइरहेको थियो क्या जन्म केही भयो कि भनेर आफ्नो केटा नभए भने अरूको त्यो भयो भने त धेरै हो नि त मतलब आफ्नो भयो भने त अलि धेरै हुन्छ कि त्यो भए पनि अब त्यस्तो मनमा उनीहरू नि नराम्रो लागिहाल्छ नि यार त्यस्तोमा हुन्छ नि कुनै हानिदिने यार अनि त्यो अस्ति भर्खर इन्डियामा पनि भएको थियो नि एउटा त्यस्तै त्यो हेरेँ नि त्यो फोनको लागि भनेर हाल्दा थियो त्यो त फोनको लागि होइन अरू केही पर्सनल कुराहरू होला त्यो मतलब त्यो इन्डियाको अब त्यो ठिक छैन इन्डियाको भयो अरे हामीले केही गर्न सक्दैनौँ नेपालमा हुँदैन यार अलिकति सिधै केही डरै छैन कि मान्छे मारिदिएछ गइदिएछ खेलाउन टाइपको यार अलिकति गर्नु पऱ्यो कि माम कि क्या हो मैले केही गर्नु पर्ने हो म चक्कु ल्याएर आउँछु नि गरे भने मार्ला नि यार मलाई पनि यार के लाग्छ तिमीलाई तिनीहरूलाई कस्तो सजाय हुनुपर्छ जस्तो लाग्छ कसलाई रेप गर्नेलाई त्यो सबैले मागे जस्तै काटेर फ्यालिदिने काटेर फ्यालिदिने अनि कस्टडीमा लिएर मतलब 10 दिन जति टर्चर गरेर त्यस पछाडि मार्ने क्या टर्चर चाहिँ किन गर्ने भन्दा तिनीहरूलाई त्यो आफ्नो जुन त्यो मुखमा मनमा त्यो जुन डर हुन्छ नि त्यो पैदा गराइदिने क्या मृत्युदेखिको डर पैदा गराइदिने क्या तिनीहरूको मनमा कसैले हामी ब्लगरलाई के धुवाइदियो तिनीहरूको म एग्री गर्छु झन् क्याटेर फालिदिने क्या तिनीहरूलाई बाँच्न नदिने धेरै दिन बाँच्न नदिने 10 दिन मात्र बाँच्न दिने तर त्यो जुन टेरोरिस्टले कहिले आर्मीहरूलाई अथवा आर्मीहरूले टेरोरिस्टलाई समाएर त्यो गर्छन् नि केही भन्न लगाउँदैन नभन्दाखेरि गर्ने त्यो टर्चर दिन्छन् नि जुन टर्चर त्यो टाइपको टर्चर दिने झट्काकै यस्तो नङहरू निकालिदिने छालामा त्यो के अरे कट्सहरू लगाइदिने नुन खुर्सानी हालिदिने त्यो अझ त्यो उ गरे पनि हुन्छ त्यो नै जुन पार्टले त्यो सेक्स गरे हुन्छ नि त्यसलाई यस्तो चोइटाएर काट्ने होइन अलिकति काट्ने नुन खुर्सानी हाल्ने अनि त्यो जुन नुन खुर्सानीको त्यो सकिन्छ होइन नुन खुर्सानीको पिरो सकियो भने के गर्ने भन्दाखेरि पाइप हुन्छ नि पाइपलाई यसरी आगो लगाउने अनि त्यो चोइटाएर त्यो पाइपको त्यो थोपा तप गरेर चुहाइदिने
डर लाग्यो डर लाग्यो होइन त्यस्तै गर्नुपर्छ कसम होइन त्यति नगऱ्यो भने त पुग्दैन क्या तिनीहरू